सबैजनालाई मेरो नमस्कार। यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्नुहोला। मनमा लागेको कुराहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आज नेपाल स्टक एक्सचेन्जको नेप्से टेक्निकल एनालाइसिस गर्दाखेरि 2503 को बिन्दुमा आएर अडिएको छ, जसमा 78.83 अङ्कले घटेको छ। अब यसको तत्कालै सपोर्ट भनेको 2483 को एरिया रहेको छ र यसको माथिको रेसिस्टेन्स भनेको 2545 रहेको छ। योभन्दा माथि गयो भने 2593 रेसिस्टेन्स रहेको छ। यदि 2483 लाई पनि नेप्सेले थेक्न सक्दैन अथवा यतिमा पनि डिमान्ड आउन सक्दैन र सप्लाई आइरह्यो भने 2236 तिर ठुलो सपोर्ट जोन रहेको छ। त्यसैले आफ्नो रिस्क रिवार्ड रेसियोलाई क्याल्कुलेसन गरेर मात्रै बाइ सेल गर्ने काम गर्नुहोला। हवस् त, धन्यवाद, नमस्कार।